राष्ट्रिय स्वतन्त्र पार्टी रासपका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले महत्त्वपूर्ण फैसला सुनाएको छ। सर्वोच्च अदालतले लामिछानेलाई पूर्व पक्षका लागि थुनामा राख्ने उच्च अदालत बुटोलको आदेशलाई सदर गर्दै उनको रिहाईको मागलाई अस्वीकार गरेको छ। यो फैसलाले नेपालको राजनीतिक र कानुनी क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ। रवि लामिछानेमाथि बुटोलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेको छ। जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई 1 करोड रुपियाँ धरोटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्च अदालत तुलसीपुर बुटोल इजलासले उक्त आदेशलाई उल्ट्याउँदै लामिछानेलाई पूर्व पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो। यो निर्णय विरुद्ध लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेकी थिइन्, जसमा उनले आफ्ना श्रीमानलाई गैर कानुनी रूपमा थुनामा राखेको भनेर दाबी गरेकी थिइन्। सर्वोच्च अदालतको न्यायाधीशद्वय नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले मिति 2082 जेठ 10 गते लामिछानेको रिहाईको माग अस्वीकार गर्दै उच्च अदालतको आदेशलाई सदर गरेको हो। अदालतले लामिछानेको कम्पनी गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम गएको र उनको आर्थिक कारोबारमा संलग्नता रहेको ठहर गरेको छ। साथै सहकारी ऐनको पालना नगरेको र शेयर खरिदमा अनियमितता भएको कुरा अदालतले गम्भीर रूपमा लिएको छ। अदालतको फैसलामा भनेको छ, मिसिल संलग्न सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश गुरुङ, सहअभियुक्त कुमार रम्तेल, कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ र लेखा परीक्षक विशेष विभु आचार्यले गरेको घटना विवरण कागजबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। यस आधारमा लामिछाने र सहअभियुक्त छविलाल जोशीलाई पूर्व पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश बेरित नदेखिएको अदालतले ठहर गरेको छ। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले गरेको बन्दी प्रत्यक्षकरणको रिटमा सर्वोच्च अदालतले पटक पटक सुनवाई गरेको थियो। 2082 जेठ 5 र 6 गते यो रिट हेर्न नभ्याइनेमा परेको थियो। जेठ 10 गते अन्तिम सुनाई पश्चात अदालतले यो फैसला सुनाएको हो। रिटमा लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गरेको थियो, तर अदालतले यो दाबीलाई अस्वीकार गर्दै उपलब्ध प्रमाणहरूले लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्ष निकालेको छ। यो फैसला लामिछानेको दोस्रो ठूलो कानुनी झड्का हो। यसअघि 2079 माघ 13 गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै उनको सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद खारेज गरेको थियो। उक्त फैसलामा लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको ठहर गरिएको थियो। सर्वोच्च अदालतको यो फैसलाले रासपाको राजनीतिक भविष्य र लामिछानेको व्यक्तिगत छविमा गम्भीर प्रभाव पार्ने देखिन्छ। लामिछानेले आफ्नो निर्दोषिता दाबी गर्दै आएका छन् र उनले फैसलालाई स्वीकार तथा सम्मान गर्ने बताएका छन्। यद्यपि सामाजिक सञ्जालमा उनका समर्थकहरूले यो फैसलालाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन्। केहीले सर्वोच्च अदालतको फैसला प्रक्रियामाथि प्रश्न उठाउँदै अन्य भ्रष्टाचारका मुद्दाहरूमा यस्तो तीव्रता नदेखाइएको गुनासो गरेका छन्। वरिष्ठ अधिवक्ताहरूले यो फैसला सहकारी ठगी र सङ्गठित अपराध जस्ता गम्भीर मुद्दाहरूमा अदालतको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। यो फैसलाले सहकारी क्षेत्रमा हुने अनियमिततामाथि नियामक निकायको निगरानी र कानुनी कारबाहीको महत्त्वलाई जोड दिएको छ। साथै बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले तत्काल सुनवाई गर्नुपर्ने कानुनी मान्यताको पालना गरेको देखिन्छ। यद्यपि यो मुद्दा हेर्न नभ्याइनेमा पटक पटक परेकोले केही विवाद भने अवश्य निम्ताएको छ। यो फैसलापछि लामिछाने र उनका सहअभियुक्तहरूले थप कानुनी उपचारहरू खोज्ने सम्भावना छ। यद्यपि सर्वोच्च अदालतको यो निर्णयले सुप्रिम सहकारी ठगी प्रकरणको अन्तिम किनारा नभएसम्म लामिछाने थुनामै रहनेछन्। साथै कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पनि उच्च अदालत पोखराले सुनवाई जारी राखेको छ, जसले लामिछानेमाथि थप कानुनी दबाव सिर्जना गर्न सक्छ। सर्वोच्च अदालतको यो फैसला रवि लामिछानेको कानुनी र राजनैतिक यात्रामा एक महत्त्वपूर्ण मोड हुन सक्छ। सहकारी ठगी र सङ्गठित अपराध जस्ता गम्भीर आरोपहरूमा उनको संलग्नताको छानबिनले नेपालको न्यायिक प्रणाली र सहकारी क्षेत्रको पारदर्शितामाथि गहिरो प्रश्न उठाएको छ। यो मुद्दाको अन्तिम फैसला र यसले लामिछानेको राजनैतिक भविष्यमा पार्ने प्रभावलाई लिएर व्यापक चासोको विषय बनेको छ।